ओके, आज चाहिँ हामी इटालीमा ब्याचलर्स कोर्स मास्टर्स कोर्स कसरी पत्ता लगाउने भनेर चाहिँ कुरा गर्दैछौँ है त। सबैलाई गड स्पिड कन्सल्टेन्सीबाट नमस्कार। अब सुरुमा ब्याचलर्स प्रोग्राम गर्नको लागि या खोज्नको लागि के गर्छौँ भने हामी चाहिँ BACHE bachelorsportal.com भन्ने छ हैन, त्यहाँ जाने यो भेट्नुहुन्छ हैन। अनि तपाईहरुले यहाँ देख्नुहुन्छ सर्च बाइ स्टडी एन्ड कन्ट्री। हामीले के गर्छौँ भने मानिलिउँ बिजनेस एडमिनिस्ट्रेसन इन इटली भनेर सर्च गर्ने हैन। अब तपाईहरुलाई थाहै छ इटलीमा चाहिँ ट्युसन फ्री हो भनेर। अब यहाँ हेर्नु बिजनेस एडमिनिस्ट्रेसन मार्केटिङ 37 लाख हैन, भनेपछि यो चाहिँ प्राइभेट युनिभर्सिटी हो। त्यसैले हामी यहाँ लोएस्ट ट्युसन फी भनेर जाने है। अब तपाईले देख्नुहुन्छ हस्पिटालिटी म्यानेजमेन्ट युनिभर्सिटी अफ नेपल्स फेडरिको, इन्जिनियरिङ म्यानेजमेन्ट पेरुजिया हैन। त्यसै गरी डिजिटल इकोनोमिक्स एन्ड बिजनेस मार्ची युनिभर्सिटी। लास्ट इयर हामीबाट 6 जना स्टुडेन्ट्सले एप्लाई गरेको थियो, 2 जनाको चाहिँ भिसा पायो यो युनिभर्सिटीले। सो हामी यो युनिभर्सिटीको बारे हेरौँ है त। अब यसको फर्दर इन्फर्मेसन कसरी पत्ता लगाउने भन्दाखेरि चाहिँ हामीलाई थाहा भयो कि डिजिटल इकोनोमिक्स एन्ड बिजनेस भने चाहिँ मार्चीमा छ भनेर। अब यसको हामीले के गर्न मिल्छ भने अझै यसलाई डबल चेक गर्नको लागि चाहिँ हामी के गर्न मिल्छ भने हामी के गर्छौँ, युनिभर्सिटी अफ मार्ची english.bsche ब्याचलर्स प्रोग्राम यहाँ जाने हैन। यसरी चाहिँ तपाईले english.program हैन भनेर चाहिँ पाउनुहुन्छ है। मास्टर्स ब्याचलर्समा डिजिटल इकोनोमिक्स एन्ड बिजनेस मास्टर्स हैन। यो भनेको चाहिँ इटाली र इङ्ग्लिस दुवैमा पढाइ हुन्छ है। मास्टर्स डिग्रीमा यो भयो। त्यसै गरी अर्को ब्याचलर्स प्रोग्राम भनेको चाहिँ इन्भाइरोमेन्टल साइन्स एन्ड सिभिल प्रोटेक्सन। अब यसको रिक्वायरमेन्टहरू के हो या यसको इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्ट के हो भन्दाखेरि चाहिँ हामीले के गर्नु मिल्छ भने युनि अफ मार्ची ENG इङ्ग्लिस ल्याङ्ग्वेज रिक्वायरमेन्ट क्लिक गर्ने। यो गुगलको एआईले नै तपाईलाई भनिदिन्छ कि B2 लेभलको चाहियो। यसमा चाहिँ डुओलिङ्गो पनि एक्सेप्ट हुन्छ र यसमा चाहिँ PT पनि एक्सेप्ट हुन्छ। अब के गर्ने, यसमा जाने हैन। तपाईले देख्नुहुन्छ हैन PTE B2 भनेको छ नि त। त्यसैले हामीलाई कति चाहियो 59 चाहियो PT मा। डुओलिङ्गोमा कति चाहियो एटलिस्ट 100 चाहियो है। अनि आइएल्स मा कति चाहियो हामीलाई एटलिस्ट मिनिमम 5.5 चाहियो हैन। english.program ल्याङ्ग्वेज। अब यसको के हेर्न मिल्छ भन्दाखेरि चाहिँ यसको एप्लिकेसन डेडलाइन कहिले हो या कहिले खुल्छ भन्दाखेरि युनि अफ मार्ची 2026 एप्लिकेसन स्टार्ट डेट भन्दाखेरि यसले के भनिरहेछ भने मिड डिसेम्बरमा सुरु भइसक्यो है यसको एप्लिकेसन। अनि क्लोजिङ लेट जनवरी भनेपछि 45 दिनसम्म चाहिँ यसको एप्लिकेसन खुलिरहेको छ हैन। लास्टमा एप्लाई नाउ। कसरी एप्लाई नाउ गर्ने भन्दाखेरि चाहिँ एप्लाई नाउ नभए हामीले के गर्न मिल्छ भन्दाखेरि युनि अफ मार्ची हैन अनलाइन एप्लिकेसन फर्म हेरौँ चाहिँ यसरी आउँछ कि आउँदैन हैन। यसरी नै आउँछ। एप्लाई गर्ने है त, रेजिस्टर गर्ने अनि एप्लाई गर्ने। यसरी चाहिँ तपाईहरुले चाहिँ इटालीको युनिभर्सिटी होस् या कुनै पनि युरोपियन युनिभर्सिटिज होस् या US UK होस्, यसरी चाहिँ तपाईले यदि ब्याचलर्सको कोर्स हो भने चाहिँ यसरी खोज्न पर्यो। यदि मास्टर्स हो भने चाहिँ सेम हो, मास्टर्स पोर्टलमा जाने हैन। डेटा SCIEN साइन्स इन जर्मनी भनेर सर्च गर्ने हैन। जर्मनीमा पनि एजुकेसन फ्री हो। यसरी चाहिँ तपाईले चाहिँ कोर्सेसहरु चेक गर्न पायो है, सर्च गर्न पायो है त। ल थ्यांक यू गड स्पिड कन्सल्टेन्सीबाट थ्यांक यू।